हेलो मित्रहरू। र यो चाहिँ सेल्फ टक होइन, अनि डे 15 या 16 यस्तै के हुन्छ होइन। र आजको मेरो चाहिँ दिनचर्या होइन, सर्लक्क बिहान उठ्यो होइन, मुखसुख धोयो, दाँतसात माझ्यो, त्यसपछि पूजा कोठामा गएर पूजापाठ गरियो, दर्शन गरियो। त्यसपछि आएर मनतातो पानी खाएर अनि सिम्टा बनाउनु थियो होइन। त्यो सिम्टा बनाउनको लागि बाँसको सिम्टा सुकाउनको लागि बाँसको सिन्का चाहिँ बनाउनु थियो होइन। त्यही भएर तातो पानी खाएर अनि सिन्का बनाउन थाल्यो। झन्डै 6-7 जति बनायो। अनि बनाइसकेपछि अनि हल्लाबेदहरू बाँकी थियो उसिन्नलाई, सिम्टा बनाउनलाई। अनि त्यो हल्लाबेद चाहिँ काटेर अनि माथि छतमा लगेर सुकाएँ। अनि मम्मी चाहिँ फेरि आज पनि उता काम परेको हुँदाखेरि मम्मी उता जानुभयो होइन। यताउति खानासाना खाएर अनि म चाहिँ त्यो सिन्टा बनाएँ। अनि बनाइसकेपछि आएर अनि फर्केर माथि छतमा फेरि त्यो धान हिजोको अलिकति बाँकी थियो छान्नलाई, केलाएर अनि त्यो ढोक्रोमा हालेर भुइँमा ल्याएर रुममा राख्यो। अनि राखिसकेपछि एकछिनपछि अनि खाना अलिकति बनाउनु बाँकी थियो, अनि त्यो खायो बनाएर खाइसकेपछि अनि कुखुराहरूलाई पनि यसो अलिक खाजा दिएँ। ज्याङ्गोलाई पनि खाना दिएँ थोरै। अनि दिइसकेपछि बाख्रा एकछिन घाम तापेर चाहिँ अनि बाख्राहरूलाई डुलाउनु थियो होइन, चराउनु थियो। त्यसपछि बाख्राहरूलाई चराउनु लिएर गयो। अनि लग्दाखेरि चाहिँ केटाहरू भागे आज जस्तो दुःख कहिले दिएको थिएन होला होइन। अनि कहिले तल, कहिले माथि, कहिले दायाँ, कहिले बायाँ। अनि आज बाख्राले पनि कुदायो, रिस पनि तरो उठ्यो, केटाहरूले पनि तरो खायो। अनि धेरै बेर नचराएर ल्याएर हुल्दिउँ भनेको केटाहरू भागे। पछि कुद्दा कता भागेको नि। अनि जेसुकै होस् भनेर म चुप्पो लगाएर घरमा आएर बसेँ है। अनि बसिसकेपछि बसेँ। अनि एकछिनपछि 2-3टा जति आएछ कताबाट। तिनीहरूलाई पनि झ्याप समातेर मलाई डमडुम भाकभुक पारेर होल्दे खोरमा। अनि त्यसपछि 2टा त्यो माउ भन्ने चाहिँ अनि कता डुलिरहेको थियो होइन। तिनीहरू चाहिँ चऱ्यो अनि पछि आएर अनि तिनीहरूलाई पनि समातेर खोरभित्र होल्दिए। रिस पनि उठाएको थियो, मारे दुधिसम्मलाई सबलाई डुनकुटी पारे होइन। अनि पारिसकेपछि चाहिँ आएर अनि कुखुराहरूलाई छोडिदिए, यसो हेरेँ यताउति। अनि त्यहाँबाट यताउति हेरेँ। त्यसपछि भाँडासाँडा माझिसकेपछि उता के अरे अनि त्यो दाउरा थियो हल्का काँचै, त्यसलाई त्यहाँ मिलाएर त्यो खोरमा पनि राख्नु थियो होइन, माथि उसमा छतमा। अनि त्यहाँ लगाएर राखियो। आइसकेपछि एकछिनपछि मम्मी पनि आउनुभयो। आइसकेपछि अनि साँझ पनि परिसकेको थियो होइन। त्यसपछि म पनि फेरि हातमुख धोएर फेरि पूजा कोठामा गएर यसो दर्शन गरिसकेपछि आएर अनि एकछिन आराम गरेँ। त्यसपछि मम्मी आएर खानासाना बनाउनु भयो। अनि त्यसपछि अनि खाएर आजको दिनचर्या यसरी नै बित्यो है त गाइजहरू। अनि बाँकीको दिनचर्याहरू नेक्स्ट भिडियोमा है। र आज किन एकदम मौसम चिसो छ, जाडो छ होइन। जिउ पनि पुरा धुइरहेछ, अल्छिने लागिरहेछ, निन्द्रा पनि लागिरहेछ, हरियो बिजोग पनि देखिरहेछ। उल्का छ है त आजलाई यति नै।